Hello and good morning all of you. Welcome back to my new another video. सबैले स्वागत छ मेरो YouTube च्यानलमा पनि SR Season Vlogs. आज चाहिँ कार्तिकको 1 गते हामी कार्तिकको 1 गतेमा नयाँ भिडियोको साथ नयाँ कामको साथ आइसकेको छु हैन। यहाँ चाहिँ दिदी मजाकले बिहानै उठेर भाडा मस्काउने काम गरिराख्नु भएको छ। बाबु के छ? हाई भन्देऊ। हाई भन्देल। हाई भन्। हाई। 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 अनि बाबु चाहिँ यसरी छोडिरहेछ हैन। अनि दुई भाइ चाहिँ यस्तो गरिरहेको छु। आजको हाम्रो काम चाहिँ खेतबारीको हुनेछ। आज आलुहरू प्याजहरू लगाउने काम छ। हिजो चाहिँ पुरै ट्र्याक्टर लगाएर खेत जोत्यो। त्यस पछाडि चाहिँ हामी यसरी काममा जानुपर्ने छ। मजाकले फर उचालेर हिजो जोतेको चाहिँ यही हो हैन। देख कहाँ हो दिदी बनाउने के हो गर्ने? म चाहिँ अब माथिदेखि आएको मान्छे खासै यहाँ थाहा छैन। यो मेरो हो त यता केही नछर्या हो? ओ बाबु के छ? यता भरि लाउने हो के लाउने हो योमा? ठिक छ। अब यसमा चाहिँ हामीले चप्पल फुगाउनै पर्छ होला सायद, किनकि ओइटी छ। यसमा चाहिँ हामीले मेरी लगाउनु पर्ने भएको छ। यहाँदेखि सलक्क यो पारीसम्म हिजो चाहिँ जोताउँदाखेरि भएको मेरी चाहिँ अब जोताउनु पर्यो। त्यतिखेर चाहिँ गइसक्यो। भाइले चाहिँ सुरु गरिसक्यो झ्याप झ्याप। अनि स्ट्रेट गराउने त होला नि टक्क। हामी आजको कामलाई कार्तिकको 1 गतेमा पुरै कृषिमै जोत दिइरहेछौँ। बाबु ओ यस्तो हिलामा नजा, पछाडि जा है। हजुर भन्। हो भिडियोमा स्वागत छ भन्देल। भिडियोमा स्वागत छ भन्देल। ल मेरी चाहिँ कसरी लगाउँछन् बाबु? त्यसरी हो? स्ट्यान्ड लिएर आन। अनि हिजो यत्रो पुरै यहाँ के छर्नु भएको छ दिदी? यहाँ चाहिँ चना अनि मसुर पुरीहरू लगाउने भएको छ होइन। बाबु के छ के छ के ज्यान नाङ्गै छ त हो? अया भो ओहो ल भाइले चाहिँ मजाकले जोसेरै बनाइरहेछ होइन। जोसिनु पर्यो काममा त। बाबु दिदी पनि त्यहाँ लात्तीले एकदमै बाङ्की भुङ, म त दन हो भन्दै। ल ल हैट बाबु खन्ने भयो त्यहीले दे। ल खन्देल 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 हो। ए अया यसरी बनाइयो।
मजाले यहाँदेखि चाहिँ घरमा स्टोरी बनाइराख्यो होइन। मेरी भएको छ यहाँ चाहिँ। बाबु चल न, लसुन लगाउने सिस्टम कस्तो गर्ने भनेपछि लक्क सिधा यस्तो गराउने, त्यो टुप्पा हुन्छ नि, त्यो टुप्पालाई चाहिँ माथितिर फर्काइदिने, टक्क गाड्ने अनि त्यही त त्यसै गर्ने त सिधा मजाको हुन्छ त होइन। लग्नु पर्यो। अर्को बिरा हाम्रै हो। बाबु नचला है। अब चाहिँ हामी यहाँ लसुन लाउने तयारीमा छौँ होइन। बनाइसक्यो, लसुनको बिउ चाहिँ यही हो। के हो बाबु यो, के हो यो? लसुन नि, लसुन हो नि। लसुन मजाले यसरी ठिक यसरी मजाले लगाउनु पर्दो रहेछ लसुनलाई। मजाले लगाइदिउँ। लसुनले जहाँसँग भ्यायो त्योसँग चाहिँ लगाउनु पर्यो क्यारे। विदेशको माटो मजाले लगामै लसुनलाई चाहिँ यसरी लगाइराखेको छ यहाँ।
यहाँसम्म रोपेर चाहिँ सक्यो। अब यसको प्रोसेस अझै छ। मल लिएर अबले माथि हाल्नु पऱ्यो। पछाडि पराल लिएर चाहिँ मजाले यसलाई छोपिसके पछाडि बल्ल चाहिँ हुन्छ यसको कामकाज। जियोस् राम्रै भइरहेछ, मजा भइरहेछ। दिदीले यसरी यहाँ मल राख्नु भएको छ। भाइ राम्रोसँग छ है मललाई टक्क सबै ठाउँ पर्ने हिसाबले मलले नै हो कि राम्रो बनाउने भनेको। युट्युब च्यानललाई कृपया सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। साना क्रिएटरहरूको लागि सपोर्ट नै चाहिन्छ। सपोर्ट सक्सेस हुन सक्छ। हामी चाहिँ मस्तले अब पराल लिन जाँदैछौँ। हामी चाहिँ मजाले यहाँ ज्योति सक्नु लाग्नु भइहालेछ। यसरी ज्योति राख्नु भएको छ। ल पराल टिका छ यहाँ चाहिँ। हिजो ज्योति यहीँ हो कि एकचोटि भाइले चाहिँ मजाले उल्टी हानिरहेको छ। खैला हान्दा कस्तो हुन्छ हो। यो मेरीबाट हान, यो मेरीबाट हान। स्याउन नै जान पाउँदैन। ल हान्देल। खै म हान्छु ल त। म ट्राई गर्छु कस्तो हुन्छ है। यो मोबाइल पनि बाबु ल अब दाइले चाहिँ अब उल्टी हान्न जान लाग्नु भयो। ल बाबु हिँड्थेर है। ल ट्याक्कै पहिलाको जोनियर हो। भयो भयो। अब हावामा हान्नु। अब हान्नु आइज। परालमा खेल्ने राम्रो भइरहेछ तँलाई। ल यति चाहिँ फिजाइसक्या छ। अनि रही अब यति बाँकी छ फिजाउनु पर्ने। पराल हालिसके पछाडि चाहिँ बल्ल हुन्छ हाम्रो काम फिनिस। यो चाहिँ अब सकिसक्यो फाइनल्ली। हामीले चाहिँ यसरी परालहरू बिसाएर पनि परालहरू उगराएर पनि सकिसक्यो। हाम्रो डेली भ्लग्समा जोडिनुको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला, कृपया सपोर्ट गरिदिनु होला। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। भेटौँला अर्को नयाँ टपिक्स नयाँ भिडियोको साथ।